हेर्नु नि साथीहरू क्यानाडामा चाहिँ हरियो पत्ता नमर्ने चाहिँ यही एउटा है यो यही मात्रै मर्दैन अरू चाहिँ जम्मै मरेको चाहिँ होइन फाइनली यो चाहिँ चिसोले सबै रुखको पत्ताहरू पनि झरेको हो एकदम चिसोले साथीहरू हेर्नु नि यस्तो हिउँ आयो कि हिउँ आउँदा चाहिँ कस्तो दामी देख्छ नि साथीहरू रुखहरू पनि धेरै आयो आज हिउँ तर बिल्ने खालको आयो क्या यो तल भुइँमा झरिसक्दा पानी हुने खालको त्यही भएर साथीहरू हेर्नु नि यताबाट आएर चाहिँ यहाँ उता गाउँ निक्लिने ठाउँ हो नि त खासमा चाहिँ गाउँबाट निक्लिनु पर्ने यस्तो हिउँ आएर बाटै रहेन रहेछ हिउँमाथि हिँडिरहेको छ साथीहरू अनि यहाँ चाहिँ पोखरी थियो नि त सानो यहाँ पोखरी थियो हेर्नु पानी नै देख्दैन है एकदम हिउँले त्यो नि आज महिना छैन नि त त्यही भएर नभए यो हिउँ पनि काठको आइस भएको हुन्छ साथीहरू हेर्नु नि यस्तो उरातै लाग्दछ है जिन्दगी घरले पनि हिउँै बोकेको छ रुखले पनि बाटो पनि हिउँै एकदम यस्तोमा चाहिँ फेरि घसे घर हिँड्नु पनि गाह्रो हुन्छ साथी एकदम चिसो हिँड्नु नि अप्ठ्यारो सदा आधी घन्टामा पुग्ने ठाउँमा त 45 मिनट लाग्छ साथीहरू किनभने अगाडि बढ्ने होइन पछाडि नै घसे हुन्छ नि त हो होइन दामी रुखहरू यहाँको पानी पनि सबै उनीहरूको न जाँदिन है साह्रै धेरै पो भएको रहेछ त यहाँ मान्छे हिँडेको बाटोमा मात्रै हिँड्नु सकिरहेको छ हामी चाहिँ फाइनली